के भयो? होइन हो हरिबहादुर, तैँले मदन बहादुर दाजुको बुहारीको त्यो पानी भरेर गाग्रो चाहिँ तैँले किन माथि फ्याँकिस् त? कुन गाग्री? ए हरिबहादुर, तिम्रो लोग्ने स्वास्नी खोलामा बसेर लुगा धोइरहेको हो कि होइन? हो। त्यो बेलामा मेरो बुहारीले गाडी लिएर पानी थाप्न आएको हो कि होइन? है सम्झिन्छु है। हो आथिन हो। अनि त्यो पुरानो कुरा गइसकेको कुरा कोट्याएर हाम्रो बुहारीले खोजपेज गरेको हो कि होइन? मैले होइन, मेरो स्वास्नीले हो। अनि 30 हात माथि गाग्री हुर्याएको हो कि होइन? उही यहाँ गरेर हो। अनि किन हुर्याएको त? कुन गाग्री? कुन गाग्री कुरा गर्छ? अरे तिमीहरू लोग्ने स्वास्नी लुगा धोइरहेको हो कि होइन? हो भने अनि त्यो बेलामा गाडी लिएर पानी थाप्न आएको हो कि होइन त मेरो बुहारी? हो भन्छु त। हो। अनि त्यो खोजपेज गरे हो कि होइन? हो। अनि गाडी 30 हात माथि किन उही यहाँ गरेर हुर्याएको त? कुन गाग्री? कुन गाग्री कुरा गरे एउटा? धोका दिनेलाई के भन्नु र? होइन हो हरिबहादुर, त साह्रो फटाक कुरा गर्दैछस् त। त खुरुक्क साँचो कुरा गर्छस् कि तेरो कान सान च्यातेर तेरो बङ्गारा फुस्काइदिउ म? हो, यसरी राम्रो मुखले यसरी माया गरेर सोध्नु पर्छ नि, अनि भनिहाल्छ नि। ल छोड्नुहोस्। कुरा के भयो भनेदेखि नि हेर्नुहोस्, हामी दुईजना लोन स्वास्नी लुगा धुँदै थियौँ है। अनि त्यसपछि यिनकी बुहारी चाहिँ गाग्रोमा पानी थाप्न आइन्। अनि त्यो गाग्रो यतापट्टि राखिने एउटा ढुङ्गामा है। अनि यो ढुङ्गाको छेउमा उनले गाग्रोमा पानी थाप्दै थिइन् है। अनि त्यही ढुङ्गाको छेउमा चाहिँ मैले तपाईँको ज्याकेटलाई पिटिरहेको थिएँ। अनि ज्याकेट पिट्दाखेरि यसरी ठ्याङ्ग ज्याकेट हिर्काएको छ, पिया गाग्रो गएर माथि गएर ड्वाङ्ग गरेर खस्यो। होइन हो, यस्तो पनि हुन्छ? त्यही त, त्यस्तो पनि हुँदो रहेछ। भयो, मेरो आफ्नै आँखा अगाडि भयो। होइन कसरी भयो त्यस्तो कुरो? कसरी भयो पाउँछु है त, म नक्सै बनाएर देखाइदिन्छु है त्यहाँ। लु देखाउ त अहिले। नक्सा ल्याउनुहोस्। लु के भन्छ नक्सा भनेर यो? यो के त यो खोलो बगिरहेको छ है। अनि त्यसपछि यो एउटा ढुङ्गो हो, हेर्नुहोस् यो ढुङ्गो भयो है। अनि फेरि यो के त यो अर्को ढुङ्गो है। अनि त्यसपछि यो यिनले लिएर गाग्रो यसरी पानी थाप्न राखिन् है। गाग्रोमा पानी भरिरहेछ है यसरी। अनि मैले चाहिँ तपाईँको ज्याकेट धुन पऱ्यो भनेर ढुङ्गामा यसरी छुटेको गाग्रो उछिटेर गयो गएन, त्यस्तो भएको। झन्डै आफ्नो स्वास्नीको लुगा धोएर स्वास्नीको टाउकोमा गाग्रोले खसेर लागेको थियो। त्यस्तो राम्रो स्वास्नी तलमाथि परेको के हुन्छ? ओहो, त्यही पनि ज्याकेट कसको? तपाईँको ज्याकेट धुँदाखेरि त्यसरी गाग्रो उछिटेर त्यसो भएको हुनाले तिर्नु पऱ्यो भने तपाईँ तिर्नुहोस् न। त्यसो गरे कसो होला? ल यो सब धोका दिनेलाई के भन्नु र? खै तिमी हाँसौ, मै भएछु, मलाई रोइ भइहाल्यो। त्यही एउटा गीत जानेछ, जहिले पनि जे परे पनि धोका दिनेलाई के भनौँ र खै भन्न जानेछ। हेर्नुहोस् लाउरे भाइ, यो सब बनावटी कुरा हो। अब ज्याकेटले ढुङ्गामा हिर्काउँदाखेरि 30 हात माथि गाडी सुई जान्छ? होइन हो हरिबहादुर, तैँले त झन् मदन बहादुर दाजुको बुहारीलाई तैँले माया गर्नु पर्ने भए तैँले त्यसरी गाग्री माथिसम्म फालेर त्यसरी गाग्री फुटाइदिनु हुन्छ? ल खुरुक्क माफ मागी, ल माफी माग त। माग भने म यस्ता झिना मसिना मान्छेसँग माफ माग्दिनँ है। बरु म त्यो गाग्रीसँगै माफ माग्छु। ल गाग्री नानी, एकपल्टलाई गल्ती भयो, आइन्दादेखि म तिमीलाई कहिले पनि हुर्र आकाशमा हुर्याउँदिनँ है। त्यसो गरे कसो होला? हुन्छ अरे। ल सुन्नुभयो, अब मेरो बुहारीसँग गएर माफी माग्यो भनेको गाग्रीसँग गएर माफी माग्यो यसले। ल म गएँ होइन? मदन बहादुर दाजु, तपाईँले केही पिर गर्नु पर्दैन। अब म यसको तलबबाट कट्टा गरेर म दाजुलाई एउटा गाग्री मै ल्याइदिन्छु। मै ल्याइदिन्छु। ए बुढा, मलाई बोलाएको छ दाजु त्यहाँ, म चाहिँ जान्छु। यहाँ केही यसले लफडा गर्यो, केही कचडा गर्यो भने मलाई बोलाउनुहोस्। यसलाई चाहिँ मैले फेरि जति बेला केही पर्यो भने बोल्नु ठिक गरिहाल्छ। ल राम्रोसँग उ गरिस् तैँले पनि, बुझेस्? बढ्ता हुन्छ। दिन्छु अनि यस्ता जब 2-4 लाउरे त म त माछा पछारिदिन्छु। हेर मदन बहादुर, यो लाउरे छ भनेर तिमीले मलाई नहेप है। म हेर, मैले त तिमी त मेरो एकदम राम्रो छिमेकी भन्ठानेको थिएँ है। तर तिमी त क्वाँच रहेछौ, क्वाँच। अब
अबदेखि हेर म तिम्रो यो घरको दैलोमा टेकिछु भनेदेखि गधाको छोरो सुँगुरको नाति छैन तिम्रो र मेरो सम्बन्ध छैन ल गधाको छोरो सुँगुरको नाति भन्छ ए हरिबहादुर गधाको छोरो गधा नै हुन्छ सुँगुरको छोरो सुँगुरै हुन्छ हेर अबदेखि फेरि यहाँ मेरो आँगनमा तिमीले पाइले टेक्न आयो भने तिमी गधाकै छोरो लजा धोका दिनेलाई के भन्नु र खोइ लजा लजा